अब साथीहरू हामी चाहिँ सेयर मार्केटकै होइन जस्तै कि तपाईँ चाहिँ अगाडि अगाडि बढ्नुहुन्छ भने टेक्निकल एनालाइसिसको म टेक्निकल एनालाइसिसको अगाडि बढ्नुहुन्छ म स्टेप बाई स्टेपै जाँदैछु होइन न अलिकति बढी न अलिकति माथि होइन एक लाइनले सिरियल वाइजै जाँदैछु होइन सबै कुरा आउने नै छ तपाईँहरू अलिकति धेरै राख्नु होला होइन स्वागत छ ल अब हेर्नुहोस् ट्रेन्ड के हुन्छ त 3 प्रकारको ट्रेन्ड हुन्छन् होइन अप ट्रेन्ड डाउन ट्रेन्ड र साइड वेज अब धेरैजनाले के गर्छ त कि डाउन ट्रेन्डमा ट्रेडिङ गर्न थाल्छ होइन अब धेरैजनाले के हुन्छ कि साइड वेजमा ट्रेडिङ गर्न थाल्छ तर एक्चुअलमा के हो भने कि ट्रेन्ड जब तपाईँ सेयर लिनुहुन्छ नि त्यो अप ट्रेन्डै हुनु पर्यो क्या अब अप ट्रेन्ड भनेको के हो त जस्तै कि अप ट्रेन्ड भनेको के हो कि हायर हाई लोवर लो हायर हाई लोवर लो बनाउनु पर्यो जस्तै कि तपाईँ चाहिँ यहाँ बनाउनुहुन्छ भने यो यहाँबाट माथि जान्छ होइन यो तल आउँछ यो माथि जान्छ यो तल आउँछ यो माथि जान्छ होइन यो तल जान्छ यो माथि जान्छ होइन यो भयो क्या यो भयो अप ट्रेन्ड माथि जाँदैछ नि त माथि जाँदैछ होइन लोवर भयो यो हायर भयो फेरि लोवर यो हायर फेरि लोवर यो हाई